हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। अन्त आज चाहिँ म फेरि नयाँ ब्लग लिएर आएको छु। त्यो चाहिँ हो अस्तिकै ब्लगहरू कन्टिन्यू गरेको। मेरो चाहिँ अब इन्ट्रो भिडियो चाहिँ छैन हो, अन्त त्यही भएर मेरो त डाइरेक्ट र हुन्छ नि त भिडियोहरू। अन्तखेरि मैले चाहिँ आज चाहिँ ब्लग चाहिँ जिरोको हाल्न आँटेको छु। इन्जोय गरिदिनु होला हो। जिरो जाँदाखेरि चाहिँ कस्तो कस्तो हामीले ठाउँहरू भेटेको थियौँ, अनि प्लस अब कस्तो थियो अब वेदरहरू हो। अब क्यामेरा चाहिँ यत्तिकै हल्लेको छ हो, त्यसमा चाहिँ उयो नगरिदिनुहोस् हो, तर पनि अब इन्जोय गरिदिनुहोस् जिरोको ब्लग। अनि तपाईँहरूले त दार्जिलिङ टु लाचुङ पनि हेरिसक्नुभयो होला, अनि लाचुङ टु युमथाङ पनि हालिसकेको छु मैले ब्लग। अन्त अब चाहिँ यो चाहिँ ब्लग हुन्छ जिरोमा गएको हामी हो, बुढाबुढी हेरिदिनुहोस् अनि इन्जोय गरिदिनुहोस् लास। अब चाहिँ हामी युमथाङ क्रस गरेँ टिमको छिटाको बाटो जस्तो छ, माथि चाहिँ ढुङ्गाहरू अड्किरहेको छ। हेर्नु सक्नुहुन्छ अफ रोडको बाटो आएको छ गाडी पनि। बाइक तात्तिसक्यो, फसेको गाडीहरू चाहिँ माथि माथिसम्म कोही गएको छ, कोही आएको छ। बिस्तारै बिस्तारै अड्किरहेको छ। बर्फै बर्फ वाटरफलहरू पनि फ्रिज फ्रोजन एकदम। We are near about 0, almost at about 0. Snowfall, this is snowfall. Snowfall हुँदैछ एकदम। झिउ परेर केही देखिन 0.8
छुइनँ गाइस हामी चाहिँ 0 पोइन्ट आइपुग्यो हो 0 पोइन्ट आइपुग्यो बोल्नु पनि साह्रो पुरो हेर्नुहोस् हिउँ परेको मेरो क्यामेरामा अलिअलि देखिरहेको होला हो गाइस रेनकोट पनि खोल्नु डर लाग्यो यस्तो हिउँ आउँदैछ बर्ड त्यही भएर रेनकोट खोल्दैन सास फेर्नु साह्रो पऱ्यो ओमा बाट चिया खान आँटेको सङ्गीत यहाँ छ सङ्गीत त हेर के भन्दैछ मेरो त बोलिरहेको छ अनि यहाँ चाहिँ छ हेर्नुहोस् हिउँ खेल्ने जग्गा 0 पोइन्ट अनि तातो तातो चिया खान आँटेको अब चाहिँ कडा खानु पर्ला जस्तो छ यस्तो जाडोमा चाहिँ पक्कै हुन्छ थ्याङ्क यू दाँत दुख्यो तातो चिया खाँदा पनि दाँत दुख्यो दाँतै दुख्यो दाँतै दुख्यो नि यहाँ हिउँ परिदिँदैछ नि आर्मीको गाडीहरू पनि आउँदैछ My goodness. Look. Zero में आज क्या रसो रशी? कदे खाते हो? जाने हैं ना अमी बर्फ में याद गरेर हिँड्ने बिस्तारै बिस्तारै अत्तालेर नजा त्यहाँ अड्किनु खाल्यो तल्लोपट्टि जानु चाहिँ क्रसिङ चाहिँ यस्तो छ यताबाट हिँड्नु यताबाट अब युनिक नहुनु माथि गएर सुलसुली खेल्दै आएछ न यस्तो गरेर हिँड्न यस्तो गरेर अगाडि गइसकेर गएर त ल छिटो आउन भ्लकर आउन के हुँदैन आउन बिस्तारै हो यहाँ भ्लगरको चाहिँ सास फुल्दैन के भयो अरे तिमीलाई चाहिँ यहाँ त भन न यस्तो ठाउँमा छ यस्तो छ बिस्तारै हिँड थाक्यो नि रेस्ट गरिहाल साँच्ची हो चिया बेच्ने जस्तो देख्दै
सास फेर्नु पनि गाह्रो पर्दो रहेछ गाइस सास फुलिएर मर्न आँट्छु म चाहिँ उसलाई घर जाउँ भनेको मान्दैन घर हिँड भनेको म सक्दिनँ यहाँ खेल्नु यस्तो सोचेको थिएँ कि बङ बङ हिउँ रोज यहाँ हिँड्नु पनि साह्रो पर्छ बोल्दा पनि लट्टिँदैछ मुखहरू अन्त अक्सिजन मास्क लिएर आऊ भन्दाखेरि के भन्यो अस्ति भन्दै हुनु त्यो म दार्जिलिङको सक्छु म भनेको त झन्डै मरेँ उनीतिर देखाइदिएन अनि घुमेर भगरको अवस्था किन माथि यहाँ भ्लगर बाउले हेर न के रे लड्डु खानुहोस् आउँछ मेरो पनि सास बढेको यस्तो मेरो पन्जादैन उयो गाइस गोरुदङमा यस्तो हुँदैछ ए गोरुदङ के बोल पुऱ्याउँछु गाइस म चाहिँ सर्भाइभ गर्नु मलाई साह्रो परिरहेको छ मलाई चाहिँ हिर्काउँदैछ यहाँ साङ्गे दाजु चाहिँ हिउँको धर्दा गर्दै आयो ल हिर्काउन हौ ए त फोनको क्यामेरामा लाग्दैछ हौ ए आयो म चाहिँ यस्तो दिन्छु चिप्पीले खेल्छु म चाहिँ स्केटिङ हुँदैछ गाइस स्केट हुन्छ हेर्नु सो नाइस नगर्नु नसाङ्गु के हेर्नुहोस् म चिप्पी म त ढालेर ल सुल्केर त म माथि आउँदा होला डर छरी छ यहाँ चाहिँ एसिडोमा चाहिँ अलस तलस भएर खाएको खाउ त कसरी खाँदो रहेछ दार्जिलिङको हेरे पहाडमा जन्मेको पहाडमा हुर्केको हेरे अक्सिजन केही चाहिँदैन पपकर्न खाइन्छ भइरहेको हिउँमै बसेर त्यो बसाइ पनि हेर्नु यतिको चाहिँ हुनु पऱ्यो नि त लाबारिस चाहिँ यसरी हुन्छ अनुहारको एक्सप्रेसन हेर्नु खुसी भन्ने के पनि छैन खुसीको लाबारिस मलाई घर जानु छ अघि फसाउँदा झन् अहिले तातो भयो अघि फसाउँदा झन् म त मर्नु आएको जस्तो बरफले जामेर सास फुलेर मर्छ जस्तो अब झन्डै मऱ्यो अहिले तातो भयो अलिकति कम ओके गाइस आजको भ्लग यति नै गर्छु 0 पोइन्टको हो अब भोलितिर चाहिँ कता कता जान्छु त्यहाँको भ्लग हेर्नुहोस् ल इन्जोय गर्नुहोस् मेरो घरकोहरू सबैजना मेरो आफन्तहरूले हो मेरो भ्लगलाई वेट गरिरहनु भएकोहरूले है 0 पोइन्टमा झन्डै मऱ्यो मकै खाएर अलिकति सन्चो भयो पुरा स्किट हुँदो रहेछ अन्त अब चाहिँ हामी भ्लग एन्ड गर्नु गइरहेको छु साङ्गे दाल चाहिँ मलाई हिर्काउन आँट्छ उयोले मेरो क्यामेरामा चाहिँ एट्याक हुँदैछ यहाँ चाहिँ साङ्गे कत्रो बनाएको अम्बो आयो भयो नो 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 आया टाउ यस्तो चाहिँ छ अहिले नजारा मान्छेहरू चाहिँ माथि माथिसम्म खेल्दैछ हेर अम्बो आँट भएको कुद्नु पनि सक्दैछ गाइस अघि त म कुद्नु पनि सकेको थिएन उठ्नु पनि सकेको थिएन उठेर बस्नु पनि सकेको पपकर्नको कमाल चाहिँ है ल गाइस अब चाहिँ हामी 0 पोइन्ट छोडेर जानुपर्ने छ See you in next destiny भन्नु सक्दैन ल बाई
चाहिँ हामी जाँदैछु पर्खिँदैछ यहाँ चाहिँ तल तल आयो भने चाहिँ हिउँले कुट्दो रहेछ एकदम ढङ्काढङ हो यहाँ चाहिँ अब एउटा बिच ब्रिज छ बिचबाट सबैले जानुपर्छ गाइस फाइनली अलिकति तातो भयो युमथाङमा फेरि आयो हामी हो यो जस्तो चिल भ्यू युमथाङको इन्ट्रेन्समा छु यहाँ चाहिँ माउन्टेनको मुनि होमस्टेहरू छ ए सरी होमस्टे रेस्टुरेन्ट तर पेट्रोल पनि पाउँदैन रहेछ यहाँ चाहिँ हेर्नुहोस् न यस्तो दामी छ भ्यू कडाकुडी पाउँछ तर यहाँ चाहिँ पेट्रोलहरू चाहिँ पाउनु साह्रो पर्छ